आज फ्रान्स भर्सेस मोरोक्को गेम हेरौँ भनेर मैले यस्तो सम्म गरेँ, तर के कारणले गर्दा मैले गेम हेर्न पाएन त, र म कुन एपमा हेर्छु भनेर म आज भन्नेवाला छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला, अलि लामो नै छ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानलमा चाहिँ आइसकेको छु नयाँ मिनी ब्लग लिएर। गाइज अहिले चाहिँ भने बिहानको 7 बजिरहेको थियो, अनि त्यसपछि म उठेर चाहिँ चिया खाम भनेर चाहिँ यसो चिया खान बसेको, अनि त्यसपछि ब्रेड पनि खाइरहेको थिएँ मैले। अनि त्यसपछि बाजेले चाहिँ भने चियाको सट्टा बिहान बिहान मही खाइराख्नु भएको थियो। अनि त्यसपछि यता हेर्न सक्नुहुन्छ बाजेले फेरि खतरा मुस्कान दिइराख्नु भएको थियो। अनि गाइज त्यसपछि मलाई चाहिँ भने चिया आजकल किन पस्दैन, त्यही भएर चाहिँ मैले फालिदिएँ चिया नै। अनि त्यसपछि खानासाना हेर्नतिर लागि के पाके छ भनेर गाइज खाना चाहिँ भने कसले बनाएर चाहिँ ओ माई गड, सेतो भात हो कि कालो भात हो यो चिन्नी नै लागेको थिएन। अनि त्यसपछि यता दाल रोटीहरू पनि थिए। अनि त्यसपछि गाइज मेरो बहिनी भने आजकल लास्टै नाटक देखाउने भएको थिए, त्यही भएर चाहिँ यहाँ ऐना हेर्दै मस्तताले क्युब मिलाउँदै बसिरहेको थिएँ। अनि मलाई हान्ने चक्करमा उल्टा आफ्नै घाटा भयो। यता हेर्न सक्नुहुन्छ खुट्टामा प्वाक्कै लाग्यो कि फेरि यसको। अनि गाइज म चाहिँ भने फेरि बिहान बिहान पसल जानुपर्ने हुन्छ, त्यही भएर चाहिँ मम्मीले मलाई खाना खिलाइदिइराख्नु भएको थियो। आज मम्मीले खाना खुवाउँदाखेरि चाहिँ मैले झ्याम भात खाइदिएँ, आज फेरि टन्नै खाएँ कि मैले भात। अनि गाइज म पसलमा आएर पनि रात परिसकेको थियो। अनि त्यसपछि यतिखेर चाहिँ भने बन्द गर्ने टाइम भएको थियो नि त। अनि त्यसपछि म चाहिँ भने यसो बसिरहेको थिएँ कस्टमर आउनसम्म। अनि गाइज आजकल मलाई किन हो पानी नै खान मन लाग्दैन, त्यही भएर चाहिँ मैले यसो पानी बोतलमा भरेँ। अनि त्यसपछि घटिक खाइदिएँ कि मैले मस्तताले एकछिन। अनि गाइज अब घर जाने टाइम पनि भइसकेको थियो भन्दाखेरि पनि फरक पर्दैन। अनि त्यसपछि प्याक गर्नलाई चाहिँ भने प्लास्टिक थिएन कि, त्यही भएर चाहिँ मैले खोल्टीमा हालेँ चार्जर। अनि गाइज आजको दिनको हिसाब चाहिँ म गर्नतिर लागे कति छ भनेर म तपाईँहरूलाई भन्नेवाला छु है गाइज। फर्स्ट सुरु मलाई गर्न दिनु कति भएको छ भनेर। तपाईँ हेर्न सक्नुहुन्छ मेरो हातमा चाहिँ छ है आज दिनको कमाई। र गाइज आजको दिनको कमाई चाहिँ म भन्न जाँदैछु। आजको दिनको कमाई छ 2000 भन्दा पनि माथि नै छ है गाइज। तपाईँहरू अब एक्सपेक्टेसन गरिहाल्नु होला कति छ भनेर। 2000 भन्दा माथि नै छ है गाइज। जाडोको बेला मात्रै हो कि, जाडो बर्खाको बेला मात्र, नत्र गर्मीमा त भने फेरि बवाल नै चल्छ कि। अनि त्यसपछि पैसा छैछ भने फेरि खोल्टीमा हाल्नतिर लागे, किनभने घर लैजानु पर्ने छ नि त, त्यसैले खोल्टीमा हाले। अनि त्यसपछि यतिखेर भने पुरै बन्द गर्ने बेला भइसकेको थियो, वरपरको पसलहरू सब बन्द गरिसकेका थिए। सटरमा लगाउने तालाहरू चाहिँ मैले साइडमा राखेको थिएँ। अनि त्यसपछि मैले चाहिँ भने पसल यसो चेक गर्न लाग्यो, आज पनि फेरि बवाल पानी परेको थियो कि गाइज। यता हेर्नु त वाल भएको थियो कि पानी परेर त। अनि गाइज तपाईँहरू सोच्दै हुनुहुन्छ होला कि म कोसँग जान्छु घर बेलुकातिर भन्दै सोच्दै हुनुहुन्छ होला। साइडमा चाहिँ हाम्रो पसलको साइडमा एउटा अङ्कल हुनुहुन्छ पसलवाला, अनि उसँगै जान्छु कि म सधैँ बाइकमा रातितिर। अनि गाइज जाने टाइम चाहिँ कतिखेर हो भन्दै सोच्दै हुनुहुन्छ होला। हाम्रो चाहिँ भने जाने टाइम 8:30 बजेदेखि 9 बजेको बिचमा चाहिँ जान्छौँ हामी, दाइ र म चाहिँ मस्तताले बाइकमा जान्छौँ। किनभने गाइज मसँग त बाइक छैन, अनि त्यसमाथि चाहिँ राति भने फेरि बस पनि हिँड्दैन कि खासै। अनि त्यही देखेर हो क्या हो दाइले मसँग हिँड सधैँ अबदेखि म पुऱ्याइदिन्छु भनेर भन्नुभयो एक दिन। अनि त्यसपछि म त्यहाँदेखि जान लागेको दाइसँग। अनि फेरि लक्किली दाइको घर पनि मेरै घरभन्दा अलि टाढा मात्रै रहेछ गाइज। फर्स्टमा त कसलाई थाहा हुन्छ को कहाँ बस्छ भनेर। दाइको घर चाहिँ मेरो भन्दा अलि टाढा, यानि कि